तपाईँ भोलिको 200 रुपियाँ भन्दा आजैको 100 रुपियाँ किन रोज्नुहुन्छ? एउटा एक्सपेरिमेन्ट हेरौँ है। विकल्प ए 10,000 आजै पाउने, विकल्प बी 20,000 एक वर्षपछि पाउने। धेरैले ए रोज्छन् किनकि 10,000 आजै हातमा आउँछ। अब तिनै मान्छेलाई फेरि सोधियो, विकल्प ए 10,000 5 वर्षपछि पाउने, विकल्प बी 20,000 6 वर्षपछि पाउने। अचम्म, अब धेरैले बी रोज्छन्, अर्थात् डबल पैसाका लागि 1 वर्ष कुर्न तयार हुन्छन्। दुवै अवस्थामा कुर्नुपर्ने समय 1 वर्ष नै हो, तर रोजाइ फरक। यही हो हाइपरबोलिक डिस्काउन्टिङ। जब फाइदा तुरुन्तै हुन्छ, हामीलाई लोभ लाग्छ, तर जब फाइदा टाढा हुन्छ, हाम्रो दिमागले त्यसको महत्त्व कम देख्छ। तपाईको पैसाको मामलामा पनि यही हुन्छ। आज 5,000 जोगाउनु पीडादायी लाग्छ, तुरुन्तै खर्च गर्न पाइएन। 60 वर्षमा 2 करोड हुनु वास्तै हुँदैन, धेरै टाढाको कुरा। त्यसैले तपाईँ बचत गर्नुहुन्न अनि भविष्यको तपाईले दुःख पाउँछ। समाधान: भविष्यलाई कङ्क्रिट बनाउनुस्। रिटायरमेन्ट फन्ड नभन्नुस्, पोखरामा एउटा फार्म हाउस किन्ने भन्नुस्। 30 वर्षपछि नभन्नुस्, छोरीको कलेज ग्रेजुएसनको बेला भन्नुस्।